तपाईहरूको देउता देवालयमा हुन्छ, हामी कलाकारको देउता प्रेक्षालयमा हुन्छ। त्यता धेरै देउता यता म एउटा, मेरो संस्कारले भन्छ कर्मको थालनीमा देवतालाई ढोग्नुपर्छ। ढोगिसकेपछि देउताले पनि आशीर्वाद दिँदै ताली ठोक्नुपर्छ। मस्त व्यस्त सदा चुस्त निरोगी जिउन जिन्दगी, मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधि। रोजे कर्म यसैलाई ठानेर मार्ग उत्तम, आशीर्वाद सधैँ पाऊँ दर्शकाय नमो नमः। आदरणीय दर्शकबिन, आज भोट केमा यस कार्यक्रममा बोलाएर मलाई आफ्नो प्रस्तुति राख्ने अवसर दिनुभएकोमा आयोजक प्रायोजक प्रति विशेष आभार व्यक्त गर्दछु। भोट केमा परिवर्तन त हुँदै होइन, ओहियात खर्चको भारी, जनताको थाप्लोमा ऋण थोपरेर भन्दैछन् चुनावको तयारी। उँभो गति लागेको देशमा छिटो छिटो विकास आउँछ, उँधो गति लागेको देशमा छिटो छिटो चुनाव आउँछ। जब छिटो छिटो चुनाव आउँछ त्यहाँ महँगीले सताउँछ, जनताले दुःख पाउँछ। चुनाव आन्दोलनको मार्ग पनि होइन, परिवर्तनको माध्यम पनि होइन। विधि उही हो, विधान उही हो, टाउको फेरिएला सङ्ख्या फेरिएला। यस्तो परिवर्तन बिनाको चुनावलाई भनिन्छ बेला न बेला बजिने होला। उद्देश्य जेसुकै होस्, गन्दे पोखरीमा हाम फालेपछि त्यसलाई दुर्गन्धी नै भनिन्छ। दाल भात मुछेर सेफ्टी ट्याङ्कीमा हाल्नुहोस्, त्यो आँचीमै गनिन्छ। फरक यति हो, पहिला चुनाव अघिको गठबन्धन, अहिले चुनाव पछिको गठबन्धन। कसलाई कतिखेर च्याप्ने हो यो गठबन्धनको धरापले, कसलाई कतिखेर च्याप्ने हो यो गठबन्धनको धरापले। त्यो रगतले बनेको कुर्सी जतिखेर पनि जल्न सक्छ शहीदकी आमाको आँसुको सरापले। गठबन्धनले सिद्धान्तलाई विचलित बनायो। लिङ्कन, लेनिन, माओ, गान्धी सबको सिद्धान्त फेल खायो। अब भन्नुहोस्, दुधमा रक्सी मिसाउने सिद्धान्त कसलाई लेखाउने? दुधमा रक्सी मिसाउने सिद्धान्त कसलाई लेखाउने? भोलि छोरा नातिले काङ्ग्रेस खै भन्ला, एमाले खै भन्ला, माओवादी खै भन्ला, त्यो बेला हामीले के देखाउने? त्यही खाल्डोमा गाडेको पैसा देखाउने? कसैले पनि झोल्लुङ्गे पुलमा बसेर आँगन बढारेको सपना नदेखे हुन्छ। कुविन्डोलाई खुट्टा हाल्दा पाइला सार्दैन, उचालेको कुकुरले मृग मार्दैन। चुनाव यस्तो विडम्बना हो, फटाहरूको हुलबाट सज्जन छान्नुपर्ने, उनीहरूले पट्टिका लाएर पठाएको मान्छेलाई हामीले नेता मान्नुपर्ने। मानिलिनुहोस्, म एउटा पार्टीमा आस्था राख्छु, मैले आस्था राखेको पार्टीले भने जस्तो उम्मेदवार पठाएन भने मैले भोट कहाँ हाल्ने? यो कुरो कुन शक्तिबाट मनन भएको छ? हो, यहाँनिर आएपछि हाम्रो अधिकार हनन भएको छ। राजनीति जनतालाई दुःख दिने रोग हो, चुनाव भ्रष्टाचारी फेर्ने अभियान हो। चुनावपछि कसले के पाउँछ? जनताले महँगी पाउँछ, नेताले मन्त्री पाउँछ। भन्नुहोस् भोट के? व्यापारीहरू चन्दा नदिनुहोस्, भोट दिनुहोस्। एनआरएनएहरू खर्च नपठाउनुहोस्, सुझाव पठाउनुहोस्। नेताहरू जथाभावी चन्दा नउठाउनुहोस्। स्रोत हुनेले चुनाव लड्नुहोस्, स्रोत नहुनेले व्यवसाय गर्नुहोस्। राजनीतिलाई माई खाने भाँडो नबनाउनुहोस्। देश र धरती आमाको बिम्ब हो। एउटी आमा 2 फिट हिउँमाथि बच्चा जन्माउँछिन्, ढुङ्गोमाथि ढुङ्गाले थिचेर नाइटो चुडाउँछिन्। अर्की आमा न्यायको हवाला दिँदै सिंहदरबारमा बसेर चुनावको नाउँमा देशको ढुकुटी उडाउँछिन्। महाभारतकी कुन्ती आमाको प्रतीक हो। तपाईहरू भन्नुहुन्छ यसलाई ठोक उसलाई ठोक, हेर्नुहोस् कुन्तीको भाग्यमा के लेखिएको छ। उता कर्ण मरे पनि पुत्र शोक, यता अर्जुन मरे पनि पुत्र शोक।
यसलाई तपाईहरू झापा 5 नम्बर क्षेत्रमा गएर तुलना गर्नुहोस्। झापा 5 नम्बर क्षेत्रको गुहार गुहार तुलना गर्नुहोस्। झापा 5 नम्बर क्षेत्रको गुहार गुहार। जिते पनि प्रधानमन्त्रीकै उम्मेदवार, हारे पनि प्रधानमन्त्रीकै उम्मेदवार। भन्नुहोस् भोट किन? बडारिनी र मडारिनी समयले बताउँछ। जुनकिरी फुलमा बस्दैन, मौरीले बत्ती बाल्दैन। कर्म परिचय हो, नतिजा होइन। उहाँहरूको चुनावको भोट घट्न पनि सक्छ, बढ्न पनि सक्छ। हाम्रो चामलको भाउ कहिल्यै घट्दैन। भन्नुहोस् भोट केमा? 3000 मा 3 तोला सुन किनेर बिहे गरेको मैले अहिले 3 लाखमा 1 तोला सुन किनेर नातिको मुन्द्री बनाउँदैछु। महँगीले किस्दा 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 यस्तो भइयो, जीवनमा एउटा औँठी बेरिया छैन। भोट हाल्दा हाल्दा आधा शताब्दी बितिसक्यो, अहिलेसम्म एउटा नेता फेरिया छैन। भन्नुहोस् भोट केमा? तलबमा धरहरा कटाउनुपर्छ, पेट्रोलमा बुढी गण्डकी तिर्नुपर्छ, जन्मदै 88,000 ऋण भिर्नुपर्छ, कोरियामा काम गर्दा खुट्टा भाँचिएको इन्सुरेन्सको पैसा आउँदा रेमिट्यान्स भनेर सरकारलाई दिनुपर्छ। सेवा के छ त भन्दा हरेक कार्यालयमा गएर 2 घण्टा लाइन बसेर झ्यालको प्वालबाट सुविधा लिनुपर्छ। भन्नुहोस् भोट के? चुनाव आउन साथ टिकट पसल खोल्छ। यसपालि चाहिँ केटाहरूले टिकट पसलमा भाँजो हालेछ। यता केटाहरूले चुनाव पसलमा भाँजो हालेछ, उता अर्कोले डबल मोलमा बेच्न थालेछ। भन्नुहोस् भोट केमा? सत्य बोल्दा बजार चल्दैन, झुटो बोल्न मन लाग्दैन। मेरो निरन्तरता छ आफ्नो कामलाई। बालुवामा सुन खोज्न र समाचारमा सत्यता खोज्न उस्तै कठिन छ हामीलाई। भन्नुहोस् भोट केमा? उता ठुलो नोटको फुकुवा, यता च्याउ जस्तो पार्टी दर्ता। एउटाले मेरो राम्रो भनेको छ, अर्कोले मेरो ठुलो भनेको छ। हाम्रो देशमा अहिले राजनीतिक पार्टी त घरेलु उद्योग बनेको छ। भन्नुहोस् भोट केमा? ए भाइले गर्ने काम एआईले गरेछ। सामाजिक सञ्जालमा अहिले यति विकृति बढ्या छ। खेती बिगार्ने तितेपाती, राजनीति बिगार्ने समानुपातिक। भन्नुहोस् भोट केमा? ज्वाइँ जेठन साला साली कतै छैन खाली। राजनीतिमा छिर्ने उपाय खोज्छन् अनेक भाँति। गाउने बजाउने हँसाउने सबै समानुपातिकमा ताती। गीत गाउने कलाकार नेता फकाउँदैछन्, समाचार लेख्ने पत्रकार जेरी पकाउँदैछन्। भन्नुहोस् भोट केमा? कुनै कार्यालयमा जानुहोस्, बिचौलियाले बाहिरै रेट तोकिदिन्छ। लाइसेन्स रिन्यू गरेको यति, प्रदूषण जाँचेको यति, ब्लू बुक रिन्यू गरेको यति। तपाईँ बिचौलियालाई पैसा दिनुहोस्, तुरुन्त काम बन्छ। आफै गएर भित्र कोसिस गर्नुहोस्, भोलि आउनुहोस् भन्छ। मैले असह्य भएर भने तपाईहरू सरकारको राज्यको ढुकुटी खाएर यसरी जनतालाई गरेको व्यवहार मलाई मन परेन। एकजना आदरणीय खरदार साहबले नम्र भएर भन्नुभयो, के गर्ने हजुर, आज सिस्टमले काम गरेन। भन्नुहोस् भोट के? सरकारी अस्पताल जानुहोस्, नयाँ मेसिन बिग्रिएको हुन्छ। म भन्छु उपाय केही हुन्छ? हुँदैन। प्राइभेटमा जानुहोस्, पुरानो मेसिन चलिरहेको हुन्छ। प्राविधिक चाहिँ त्यही हुन्छ। भन्नुहोस् भोट केमा? सरकारी विद्यालयमा जानुहोस्, बिए पास गरेको शिक्षक घाम तापेर बदम खाएर 48,000 तलब पकाइरहेको हुन्छ। निजी विद्यालयमा जानुहोस्, 2टा विषयमा डिग्री पास गरेकी शिक्षिका 22,000 तलब खाएर एउटा सिँगाने बच्चाको सिँगान पुछेर बच्चा फकाइरहेको हुन्छ। भन्नुहोस् भोट केमा? पुल तयार छ, गाडी गुड्न दिँदैन। किन भन्दा जाँच पास भएको छैन। मैले भने पुल जाँच्ने त गाडी कुदाएर होइन र? ठेकदार भन्छ होइन। इन्जिनियर साहब आउनुहुन्छ, फाइल पठाउनुहुन्छ, नङले कोट्याउनुहुन्छ, अनि मापदण्ड अनुसार ठिक छ भनेर लेखिदिनुहुन्छ। अनि हाम्रो नाउँमा चेक आउँछ, अनि हामीले पैसा पाउँछ, सबै मिलेर खाने। वर्षा लागेपछि बाढी आउँछ, पुल जेसुकै होस् राम जाने। भन्नुहोस् भोट केमा? सडक विभागले पिच गर्छ, ढलनिकासले आएर खन्छ। ढलनिकासले पिच टाल्छ, विद्युत प्राधिकरणले आएर खन्छ। प्राधिकरणले पिच टाल्छ,
खानेपानीले आएर खन्छ, खानेपानीले पिच टाल्छ, दूरसञ्चारले आएर खन्छ। मैले भने आपसमा समन्वय गर्नुहोस् न भनेको, उनीहरू भन्छन् यो मन्त्रालय नै बेग्लै हो भन्छ। एउटा मन्त्रालय अर्को मन्त्रालय चिठी पठाउनुहोस् भन्दा एउटा मन्त्रालयबाट अर्को मन्त्रालय चिठी पुग्नु 3 महिना लाग्छ रे। चिठी पुगेर मात्रै हुँदैन, मन्त्रीहरूले बेग्लै बेग्लै पार्टी भएको हुनाले कमिसन माग्छ रे। ल भन्नुहोस् भोट के? एयरपोर्टमा सुटकेस फुट्न पनि छुटेको छैन, भन्सारमा सुन लुट्न पनि छुटेको छैन, दागी अनुहारमा मकुण्डो लाएर हरेक चुनावमा उठ्न पनि छुटेको छैन। भन्नुहोस् भोट केमा? सार्वजनिक बस चढ्नुहोस् कि पकेट मारिन्छ कि लुटिन्छ। पुलिसमा गएर उजुर गर्नुहोस्, पुलिस ड्राइभर र पकेट माराको पार्टनरसिप हुन्छ। भन्नुहोस् भोट केमा? फुटपाथमा पार्किङ, सडकमा क्रिकेट, घर घरमा मेन पावर, 2 आना जग्गामा 5 तले टावर, बस्नुपर्छ हल्लै हल्लाभित्र, त्यस्तो ठाउँलाई भनिन्छ आवास क्षेत्र। ल भन्नुहोस् भोट केमा? समयले दिएन भनौँ भने जनतामा चेतना आएको 80 वर्षभन्दा बढी भइसक्यो। मान्छे थिएन भनौँ भने बिपी, पुष्पलाल, गणेशमान, किशुनजी, मदन भण्डारी प्रशस्त नेताहरू थिए। प्रकृतिले दिएन भनौँ भने देश स्वर्ग जस्तो थियो। भन्नुहोस् हाम्रो देश कसले बिगार्यो? बिगार्न धेरै मान्छे चाहिँदैन। पञ्चायतका 50 जना, बहुदलका 50 जना, गणतन्त्रका 50 जना, 150 जना भ्रष्टहरूले देश चुर्लुम्मै डुबाइदियो। भन्नुहोस् भोट के? एमालेमा उही बुढाको घमण्डले खाछ, झुसिलगिरा जस्तो काङ्ग्रेस पुतली बनेर आछ, माओवादी नामै छैन वृद्ध आश्रम भएको छ, रासपामा घरबेटी भन्दा डेरावाल माथि गएको छ, चुनाव क्षेत्र तनाव क्षेत्र सबको बिजोग भएको छ, दिल खोलेर मत हाल्ने हाम्रो दिन आछ। मतपत्र लिई हातमा एउटा विश्वास ठोकियोस्, गर्व गर्न सकौँ भोलि यो सिङ्गो देशले जितोस्, गर्व गर्न सकौँ भोलि यो सिङ्गो देशले